हेलो नमस्ते। आज चाहिँ धेरै पछि आयो अनि आज मैले यहाँ भेज चाउमिन बनाएको छु घरमै। होममेड हो है। कस्तो भएको छ के छ धेरै पछि आइयो भिडियोमा पनि। ल लेट्स स्टार्ट। अब सेलाउन लागिसक्यो। अब मिलाउँदाखेरि अब खाएँ त। ल आज चपस्टिकबाट ल स्टार्ट। भेज हो, मिठो छ। धेरै पछि खायो, घरमै बनाएको हो यो चाहिँ। हेर्दाखेरि चाहिँ ठ्याक्कै बाहिरबाटै ल्याएको जस्तो देखिन्छ। गर्मी छ बाहिर चाहिँ, घरभित्र त्यस्तो छ, बाहिर धेरै गर्मी छ। चपस्टिक चलाउनु त्यति आउँदैन, सिप पनि छैन। माइन्ड नगर्नु होला, अब यस्तै हो। सिक्दैखेरि सिक्दैछु म पनि बिस्तारै। चाउमिन चाहिँ दामी भएछ। होटलहरूले पनि यतिको बनाउँदैन होला, आफैले बनाएको भएर हो कि। दामी छ। होटलतिर चाहिँ यो 1 प्लेटभन्दा बढी नै छ। यो हाम्रो चाहिँ घरमै भएको भएर अलिक धेरै नै क्वान्टिटी धेरै हालेको। होटलतिर त कहाँ यतिको आउँछ र। यस्तो दामी भएछ कि। टाइम मिलेसम्म चाहिँ सँगसँगै घरमै बनाउनुहोस्। तपाईँहरू पनि घरकै मिठो हो, बाहिरको भन्दा त अलिक धेरै हेल्दी हो, राम्रो घरै बनाएको चाहिँ। बब्बालाई मिठो भएछ। चलाउनु आउँदैन यस्तै हो। पसिनाले तातो तातो छ, भर्खर बनायो। मसिन त आउँदैन त।
एकदम दामी छ। ल त साथीहरू अब अर्को भिडियोमा भेटौँला है त, बाई बाई।